आज एउटा खतरा रेसिपी बनाएर भिडियो हाल्छु भन्ने सोचेको थिएँ हैन। त्यो रेसिपी के भन्दाखेरि युट्युबमा पनि छैन, इन्स्टाग्राममा पनि छैन, कतै कसैमा पनि छैन क्या त्यो रेसिपी हैन। खोज्ने हो भनेपछि के को रेसिपी भन्छु भन्दाखेरि अचारमा पनि के को भने सिन्की, प्योर गुन्द्रुक हैन है। गुन्द्रुक चाहिँ सागको हुन्छ, अनि अचार के सिन्की चाहिँ मुलाको हुन्छ हैन। अनि त्यो चाहिँ मुलाको सुकाएको सिन्की के, त्यो आलो सिन्की पनि हैन, सुकाएको पुरै अब हैन लगभग 5-7 घाम सुकाइसकेको, अनि त्यसपछि लगभग 4-5 महिना भइसक्यो त्यो सुकाएर राखेको। त्यसको त्यो सुकेको सिन्कीको अचार बनाउँदै थिएँ म आज। रेसिपी बनाएर टक्क लाएर सर्च गर्छु भनेको पकाउँदा पकाउँदै बिर्सिहालेँ छु म भिडियो बनाउँदै हैन। बनाउनु त बनाएँ, के हो यो के हुन्छ। बनाउन चाहिँ बनाएँ हैन, डब्बामा टक्क लाएर। सुकेको सिन्की हो है यो, फेरि सुकेको आलो सिन्की हैन। अनि तेलसेल हालेर टक्क लाएर अब 1 हप्ताको लागि राख्ने हो। 1 हप्तापछि टक्क लाएर खानलाई हुन्छ। त्यो सुकेको ठ्याक्क गल्छ क्या, अनि गल्यो भने चाहिँ टक्क खान मजा आउँछ नि त। अहिले त चपाइरहनु पर्छ टक्क। अब 1 चम्मच झिकेर अलिक खाने हो भने चपाइरहनु पर्छ, अलिक गाह्रो हुन्छ नि त। अब 1 हप्तापछि हुन्छ। यसको रेसिपी चाहिँ मैले अब देखाउन पाएन भिडियोमा हैन। अब नेक्स्ट टाइम बनाउँछु कि बनाउन्न थाहा छैन। अब रेसिपी चाहिँ म भन्छु, केही गर्नु पर्दैन। टक्क तेल तताउने, ज्वानो हाल्ने, सुकेको खुर्सानीको धुलो भए पनि हुन्छ, हरियो खुर्सानी काटेर हाल्दा पनि हुन्छ, नुन हाल्ने, बेसार हाल्ने त्यही तेलमा, तातो तेलमा। अनि चिकन मसला भए पनि जेको मसला भयो नि टक्क लाएर हाल्ने। अनि त्यसपछि सिन्की हाल्ने, डब्बामा नापेर कति डब्बा कति जति अटाउँछ, अनि त्यो मोल्ने सबै सिन्की पनि हाल्ने। त्यसपछि अनि त्यही तातोमा मनतातो थोरै सानो ग्यास लो फ्लेममा त्यो सबै मोल्ने हैन। मोलेर अनि टक्क लाएर रेडी हुन्छ। त्यसपछि डब्बामा हाल्ने। डब्बामा हालिसकेपछि त अब त्यो त सुक्खा हुन्छ, अनि त्यो त अब गलाउनु पर्यो। यता त अलिक तेल हाल्ने त्यसमा हैन। तेल हालेछु नि मैले, लगभग सिन्की जति छ हैन, यति छ नि। यो माथि छ नि, यहाँ जति तेल हाल्ने। अनि तेल हाल्यो भने चाहिँ राखिदिने, 1 हप्ताको लागि राखिदिने। 1 हप्ताको लागि राखिदियो भने चाहिँ यस्तो बवाल हुन्छ सिन्की हैन। सुकेको सिन्कीको अचार यस्तो बवाल हुन्छ। रेसिपी हाल्न पाएन, भनेको छु मैले। यही हो इन्ग्रिडियन्ट, नर्मल हुन्छ, केही गर्नु पर्दैन। यसमा अमिलो कागती पनि हाल्यो हो, कागती पनि हाल्ने हैन। टक्क लाएर बनायो भने बवाल हुने रहेछ। यही हो आजको रेसिपी।